Finally, it's in my hand. My testing, my testing. अघिसम्म त जोस आइरहेको थियो, अहिले त जोस नै सकियो यार। So hello guys, welcome back to another day, another vlog. So आजको दिनको सुरुवात पनि भइसकेको छ र आजको दिनको सुरुवात एकदम खुसियाली साथ गर्दैछु म, किनभने I have some package getting delivered त हैन, डेलिभर्ड नै भनौँ, काठमाडौँबाट पोखरा डेलिभर्ड। अब चाहिँ म गएर पिक गर्न छ। सो कुरियरबाट त साथीले पिक गरिदिइसकेको छ सामान। सो म चाहिँ अब साथीसँग गएर रिसिभ गर्नुपर्ने हुन्छ र सामान चाहिँ के हो म आज अनबक्सिङ गरेर देखाउने नै छु। र एन्ड या लेट्स स्टार्ट टुडे। अनि आजको दिनको यसरी नै सुरुवात गरौँ। र अब फर्स्टमा चाहिँ म टक्क रेडी भएर, रेडी त के हुने र, एउटा ज्याकेट लाएर अनि म चाहिँ निस्किन्छु साथीलाई मेरो प्याकेज रिसिभ गर्नको लागि। अनि त्यसपछि भेटौँला है त। सो लेट्स गो। सो गाइज अल सेट टु गो। अब चाहिँ म टक्क रेडी भइसकेँ, ज्याकेट लगाएँ। अब चाहिँ म हिँड्छु यहाँबाट, मेरो साथीतिर जान्छु, साथीलाई भेटेर अनि मेरो प्याकेज रिसिभ गर्छु म। अनि त्यसपछि आएर अनबक्सिङ गर्नुपर्छ है त। पारियो होला गाइज, फाइनली यहाँ म साथीको पनि आइसकेँ, प्याकेज रिसिभ। अब चाहिँ हामी एउटा एक्सेसरी किन्न जानु लाग्छ होइन। कहाँ पाउँथ्यो त्यो चाहिँ? मोबाइल टावर आई गेस। अब त्यहाँ गएर हामी हेर्छौँ फर्स्टमा, त्यो नकिनी फेरि यो आजको सामानको कामै छैन अहिलेको लागि। सो अब त्यो लिन जाऊँ। अहिले चाहिँ हामी रानी बाबामा हो। ल अब चाहिँ गएर भेटौँ है त। सो गाइज हामी कति 5-6वटा पसल धाइसक्यो, हामीले खोजेको चिज चाहिँ अझै पाएको छैन। अब यहाँ छ कि भन्ने हल्का आश लागिरहेको। हेरौँ अब के हुन्छ यहाँ पनि। तर मसँग ऊ त छ कि ओरिजिनलवाला टाइप C to 3.5 उतै वाला लाइटनिङ टु 3.5 वाला। त्यो गाइज त्यहाँ पनि पाइएन, हामी अब फेरि अर्को ठाउँ खोज्नु जानु लाग्छ। यस्तो दुःख दिन याद भएन, यस्तो राख्नुपर्छ नि सामान त। सो फाइनली गाइज म चाहिँ घर आइसकेँ र मेरो प्याकेज पनि मैले रिसिभ गरेर ल्याइसकेको छु। र मेरो प्याकेज थियो यो DJI-को माइक मिनी, एकदम मैले खोजिरहेको थिएँ। फाइनली इट्स इन माई ह्यान्ड। सो लेट्स सी, अब यसको अनबक्सिङ गरौँ, हेरौँ भित्र के छ र अनि यसको आउटपुट चाहिँ कस्तो आउँछ अडियोमा। लेट्स ट्राई दिस अनि हेरौँ कतिको राम्रो हुनेछ। र हामी चाहिँ पसल घुमेर खोजेको चिज चाहिँ यो थियो, फाइनली भेटियो धेरैवटा पसल घुमेर। सो अब फर्स्टमा चाहिँ यो अनबक्स गरेर हेरौँ भित्र के छ अनि लेट्स सी के भेटिन्छ भित्र चाहिँ। लेट्स गो। सो गाइज लेट्स अनबक्स दिस, हेरौँ अब के छ यसमा। सो फर्स्टमा चाहिँ यसलाई एउटा प्लास्टिक let's unbox this. कस्तो रमाइलो लाग्ने है नयाँ प्रोडक्ट अनबक्स गर्दा। सो भित्र चाहिँ यति नै रहेछ, अरू चाहिँ खाली छ। सो लेट्स यसलाई चाहिँ साइडमा राखौँ। सो फर्स्टमा यो हेरौँ के रहेछ यसमा। So some sticker रहेछ क्या यो, and some paperworks जुन चाहिँ काम छैन अहिलेको लागि। सो यसलाई पनि साइडमा राख्दिउँ, यसलाई साइडमा राख्दिउँ यहाँ। र लेट्स सी वाट्स इनसाइड दिस। सो चाहिँ ब्याग आउने रहेछ फर्स्टमा। लेट्स गो। वाह यस्तो दामी रमाइलो लाग्ने यार, नयाँ प्रोडक्ट। सो दामी ब्याग आउँदो रहेछ, ब्यागभित्र रहेछ सामान हुने चाहिँ। सो लेट्स सी वाट्स इनसाइड। के निस्क्यो फर्स्टमा टाइप C रिडर, यो यसमा के छ भित्र झिकामै तार रहेछ, and the compartment रहेछ। What is this? This is the mic.
रिसिभर के यो चाहिँ के क्लिप रहेछ सो अरू चाहिँ के छ यहाँ अरू सिलिकन जेल रहेछ सो द्याट्स इट अरू चाहिँ केही छैन यहाँ सो लेट्स गो यसलाई पनि अहिले साइडमा राखौँ सो अब यहाँ हेरौँ के रहेछ सो फर्स्टमा यो छ हाम्रो यहाँ चाहिँ हाम्रो केबलहरू रहेछ सो 3.5 mm केबल अनि हाम्रो चार्जिङको लागि हाम्रो त्यो रिसिभर र माइक चार्ज गर्नको लागि चार्जिङ केबल टाइप A to टाइप C एन्ड देन अब लेट्स सी अब यहाँ के छ सो हाम्रो त्यो विन्ड मफर के भन्छ यसलाई विन्ड स्क्रिन भन्दो रहेछ यो चाहिँ दुईटा आउँदो रहेछ ब्ल्याक कलर र ब्ल्याक व्हाइट मिक्सवालामा दुईटाको विन्ड स्क्रिन त्यसपछि गयो हाम्रो यो के रहेछ यो यो चाहिँ हाम्रो ट्रान्समिटर माइक ट्रान्समिटरको चार्जिङ केस ओके लेट्स यसलाई चाहिँ यहाँ राखौँ अनि त्यसपछि गयो हाम्रो माइक ट्रान्समिटर त्यसपछि हाम्रो माइक ट्रान्समिटर कति क्युट छ आमा सानो क्युट विथ दिस असम म्याग्नेट लास्टै म्याग्नेटिक छ नि यो म्याग्नेट चाहिँ लास्टै च्याप्टै नाइस सो दिस इज आवर ट्रान्समिटर माइक ट्रान्समिटर स्टिक इट हियर अनि त्यसपछि रहेछ हाम्रो माइक रिसिभर सो यो चाहिँ म्याग्नेटिक यो पनि म्याग्नेटिक रहेछ सायद तर खासै म्याग्नेटिक नरहेछ यार ठिकै छ सो यो चाहिँ हाम्रो रिसिभर भयो ओके दामी छ यो पनि सो दिस इज द रिसिभर हाम्रो लास्टमा रहेको छ हाम्रो यो चाहिँ फोनमा जोड्ने हाम्रो टाइप सी को रिसिभरमा राखेर फोनमा जोड्ने प्लग के भन्छ अब टाइप सी प्लग सो दिस इज इट गाइज बक्स भित्र चाहिँ यति नै सामान आउने रहेछ सो अब चाहिँ यो अनबक्स भयो कि अब चाहिँ यसलाई युज गरेर हेरौँ सो युज गर्नुभन्दा अगाडि फर्स्टमा हेरौँ चार्ज गर्दैछ चार्ज नरहेछ भने फर्स्टमा चार्ज गर्छु अनि त्यसपछि चाहिँ लेट्स ट्राई इट कस्तो आउँछ साउन्ड त्यसपछि हेरौँ है त My testing. My God. Hi, this is Sushant. YouTube channel. Subscribe गरिदिनु होला यो चाहिँ नराख्नु होला यो राख्नु भयो भने केटीहरूको फलोअर सबै घट्छ भ्युअर सबै घट्छ सुशान्तको क्रसहरू सबै टाढा भाग्छ हो पर्छ अनि यो चाहिँ कट गर्नु होला जसरी पनि उता भाइलाई कम्प्लेन आएको छ उता दाइकोबाट हामी चाहिँ हेरिरहेको छौँ यहाँ कराइदिइरहेको छ जिममा यस्तो नगर्नु होला ठुल्ठुलो अनि कहाँ नजिकबाट खिच्दा त नि अनि अलिक टाढाबाट पो खिच्नुपर्छ अनि पुरा फेसको त्यो नभोग्र देखाइदिने हो देखाउने होइन आइएम नट सेलिब्रेट बाइ द वे त्यही भएर नदेखाउनु होला म चाहिँ सुशान्तको एकदमै मिल्ने साथी बेस्ट फ्रेन्ड पार्टनर होइन पार्टनर इन क्राइम पनि हुन सक्छ किनभने यहाँ धेरै काण्डहरू अब चाहिँ हामी हाम्रो जिम के अरे अब चाहिँ हाम्रो
ब्याक टु आवर वर्कआउट त्यसमा फोकस गरौँ धेरै टेक भयो आजको लागि माइक यु वान्ट टु से समथिङ And the Bakchodi. होइन कि यहाँ अझ आयो कि पसिना छोइयो कि सो हाम्रो चाहिँ अन फिल्ड टेस्ट चल रहा सो आज चाहिँ हाम्रो चेस्ट र ब्याक स्ट्रेचिङ गरेर अब हामी फर्स्टमा चाहिँ इन्क्लाइन बेन्च प्रेस हान्छ यसमा अब चाहिँ फर्स्टमा यो भ्यायो अनि अर्को एक्सर्साइज हान्नु सेकेन्ड सेट अब यो भ्याएर अनि म चाहिँ अब सेकेन्ड सेटमा 30 नै हान्छु यो भएर अर्को हान्नुपर्छ अनि सो गाइज अब चाहिँ हाम्रो इन्क्लाइन लोवर होइन अब यस्तो गरौँ फ्ल्याट प्रेस हान्नुमा आज मेसिनमै कुद्यो होला कि कुद्यो त्यसो भनेको अनि त्यसपछि चाहिँ केबल पाइयो भने केबलमा हानौँ न त पेकडेकमा हानेर चेस्ट सकाम आजको लागि ओके अब चाहिँ हामी फ्ल्याट मेसिन प्रेस हान्न गएको ल त्यस्तो हुनुपर्छ है मान्छेहरू एक्लै भयो भने आएर जिम हान्नुपर्छ कि त्यतिको डेडिकेसन चाहिँ हुनुपर्छ मान्छेमा ल रमसँग हान हामी चाहिँ गयो ल हामी हान्नुमा उता गएर सिकाइ जब चाहिँ जब चाहिँ हाम्रो ठ्याक्क फ्ल्याट प्रेसमा 3 सेट हान्छ हामी हलाउनु गयो अनि देखाइरहेको छु त दाइ हजुर हजुर ल हान्नु दाइ हान्नु ल खबर म देखाइदिइहाल्छु नि देखाउनु त नाइस ठिक छ अब चाहिँ बाई डट सो के लिनुपर्ने भयो अब क्यामेरा So, whew. Come on. God. Oh, nice. That was nice set. That's what I said. Yes, sir. So, it's 40% भयो आज त यस्तो गर्मी अब त्यसको चाहिँ हामी अब 3 सेट्स इच भ्याउँछ अनि विल मुभ टु द नेक्स्ट सेट्स कस्तो भयो ठिक छ ल यो भएर अनि अर्को हान्नु ल कम on. Nice. So, affirm it on and अर्को एङ्गल लिनु पऱ्यो यही रकम यही एङ्गल सो गाइज दिस इज माई सेकेन्ड सेट अब वेट बढाएको छु अहिले चाहिँ कस्तो जान्छ Come on. Ow. That was hard, man. Come on, let's go. अब चाहिँ लास्ट सेट हाम्रो सो अब यसको लास्ट सेट भ्याम अनि विल मुभ टु द नेक्स्ट एक्सर्साइज त्यो गाइज अब चाहिँ हाम्रो चेस्ट सपोर्ट टी बार रो सो यसको चाहिँ अब 3 सेट भ्याइहाल्नु फर्स्टमा आई एम डुइङ कति छ वेट 10 20 30 35 भएछ यसमा वेट सो लेट्स गो स्लो एन्ड कन्ट्रोल भेट्छ है Nice. That was nice, man. Nice form. घटाउ होला यार क्लोज भाइ घटाइदिनु 10 झिक्दिनु
Go, come on, यतिको जस्तो नगर्दै ल गाइज 1 come on easy yes how's the pump How's the juice, eh? how's the juice I saw. yes so now my second set we drop नगरौँ होला ठिकै छ अघि राम्रै गर्थ्यो र let's go second set come on 5 6 come on nice so guys जब चाहिँ हाम्रो टिबार ब्रोको लास्ट सेट आजको लागि लाइटको लास्ट टाइम यसपछि स्टक्स पनि हालिन्छ होला अनि यसको चाहिँ लास्ट सेट अनि त्यसपछि चाहिँ हामी केबलमा चाहिँ फ्लाइ हान्ने ब्रो इज वेटिङ फर अस हामी चाहिँ अब यो छिटो छिटो मेरो चाहिँ भ्याइसक्यो अब उसको लास्ट सेट हो ले यो भ्याएपछि हामी चाहिँ केबल फ्लाइ हानिन्छ यो चाहिँ अघिसम्म त जोस आइरहेको थियो अहिले त जोस नै सकियो Yeah, tired up. Let's go. Last set. So guys, it's time for cable fly. High to low fly. Second वाला हाँ. अब तो पता है हमारी. हाँ हाँ. पहले. So मेरो फर्स्ट सेट आज चाहिँ I'm not going heavy, so I'm 5. So 5 into 5, 25 kgs. Chest fly, high to low. Come on. खुट्टामा क्र्याम्प आउला जस्तो भयो त हिजोको लेगले मार्यो खुट्टामा हिजो त्यस्तो गर्ने त्यत्रो ग्यापपछि डाइरेक्ट त्यत्रो धेरै वेट हान्यो के हिजो लेगमा एउटा पुरै यो पछाडि ग्लुट्स र ह्याममा त क्र्याम्प भयो अहिले अगाडिमा यहाँ अगाडिमा क्र्याम्प भइरह्यो के भएको कुरा फुटसल बाङ्गे हान्यो के गोल भएको बल हान्यो होइन अनि बल फुस्केपछि अनि मेरो खुट्टामा लाग्यो कि एक्सटेन्सन भएछ नि त त्यो त्यस्तो रातो भएको छ खुट्टा यहीँ क्र्याम्प भइरहेको भर्खर यहाँ अड्किँदाखेरि गाडी त घर गएर हान्ने होला नि एकदम गुड फर क्यालोरिज गुड फर स्लिप हैन पुरै फुल स्ट्याक हान्दियो के कहाँ बल्ल त्यति हात पनि हान्ने छैन फुल स्ट्याक हान्दियो यस्तो बत्ती बल्ने वाला LGBTQ लाइट LGBTQ लाइट है मैले केही सुने ठिकै छ नसुनेको हामीले सुने भयो हामीले बुझ्दैछौँ सुन्ने बुझ्ने सब भइरह अझ लास्ट अब यसको हामी लास्ट सेट होइन अब लास्ट सेट हान्दा अनि त्यसपछि स्ट्रक्स हान्नुपर्छ ल यो चाहिँ भ्याएन पहिला चलो यो चाहिँ हाम्रो आज फर्स्ट टाइम ट्राई गर्यो केवल खाली भएको बेलामा एक्सर्साइज वो ठिक छ कि छैन ठिक छ कस्तो भइरह थोरै आम पनि बेन्ड गरेर तान न माथि आम पनि थोरै बेन्ड गरेर तान के माथि स्क्विज गर आज केवल खाली छ नि त अनि एक्सपेरिमेन्ट हान्नु परेन
भएन पुगेन उसलाई राम्रोसँग डम्बेल हान्न गयो नयाँ एक्सर्साइज फेल गयो आज नहान्ने यो जे पाइदियो हुँदो रहेछ डम्बेलै हानु अब वाउ ट्रेनर दादा दादा रे दादा कन्ट्र्याक्ट भन्न दादा आमा कसरी रे मलाई सिकाउ न अगाडि ओ यो त रेस्ट पोजिसनमा गयो तल त तान्दै तानेन तिमी पो हाइट छ अनि पुरै धरहरा बनाएर धरहरामाथि टेक्नु पर्छ त्यसरी त्यही हो अलि अझ सिधा बस अनि ताना माथि एक साइड बढी तानिन्छ है डोमिनेन्ट साइडले बढी तान्छ कि यो भएन अहिले हामीलाई युनिल्याटरल चाहियो त्यस्तो भएन द्याट इज बेस्ट फर यु नट फर अस म पो गलत रहेछु डौबेलमै हान्नु लास्ट सेट हान्दै त अनि जाम भएको नि त दाइ घाँ बन्द गर्ने बेला भइसक्यो बस्नु के हान्नु पर्यो हाल्नुलाई कुनै दिन आउँदैछ यस्तै ज्याङ्गो भएपछि हान्नुपर्छ यस्तो ज्याङ्गो भएपछि द्याट्स इट फर टुडे अब चाहिँ अलमोस्ट कति 34 भइसकेको छ अब चाहिँ निस्किनुपर्छ सो आजको माइक चेक पनि भयो कस्तो भयो अब गरेपछि हेर्नुपर्छ सो द्याट्स इट फर टुडे र आज चाहिँ इन्डे हान्नुपर्छ आज जिममै इन्ड हान्नु भ्लगलाई चाहिँ मोटिभेसन तिमी देऊ ल मलाई आउँदैन म मोटिभेट हुने भयो जिन्दगीमा मेरो पहिला शरीर थिएन एउटा केटी पट्टै होइन म मोटिभेट हुने भए यो भ्लगमै आउँथेन कि म निन्दा अहिले छुट्टिने बेलामा गर्ने किन अहिले एन्ड गर्ने अहिले त बाहिर अँधेरो छ कहाँ हिँड गर्ने ओके सो द्याट्स इट फर टुडे अब चाहिँ घर गएर भेट्छ यहाँ केटाहरूले झन् यहाँ जति बोल्यो त्यति बोल्छ होइन थपे गर्छ अब चाहिने बेला बोल्नु पऱ्यो नि जाने बेला बोल्नु हुन्छ